दाभिन्सी रिजल्भमा हामीले कलर ग्रेडिङ गर्नुको लागि सबैभन्दा पहिला हामीले दाभिन्सी रिजल्भमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि बिस्तारै दाभिन्सी रिजल्भ लोडिङ भएर खोल्नेछ। यसरी त्यसपछि पुरानो प्रोजेक्टलाई हामीले डिलिट गर्नु पर्यो भने यो प्रोजेक्टमा क्लिक गर्ने र किबोर्डबाट डिलिट अथवा ब्याक स्पेस थिच्नु पर्ने हुन्छ। त्यसपछि डिलिट अप्सनमा क्लिक गर्नुहोस्। नयाँ प्रोजेक्ट बनाउनको लागि हामीले न्यू प्रोजेक्टमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ प्रोजेक्टको नाम दिने र त्यसपछि क्रिएटमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि बिस्तारै हाम्रो यसरी दाभिन्सी प्रोग्राम खुलिसकेपछि हामी एडिट ट्याबमा जानुपर्ने हुन्छ। एडिट ट्याबमा गइसकेपछि हामीले कुनै पनि एउटा भिडियोलाई हामी इन्सर्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि यो मास्टर पेजमा राइट क्लिक गर्ने, त्यसपछि इनपुट मिडियामा क्लिक गर्नुहोस् र त्यसपछि आफूलाई कुनै पनि फिट लागेको अथवा आफूलाई मन परेको कुनै एउटा भिडियोमा क्लिक गर्नुहोस्। त्यसपछि चेन्ज गर्ने वा चेन्ज नगर्ने, चेन्ज गर्ने हो भने चेन्जमा क्लिक गर्नुहोस् र चेन्ज नगरी जस्ताको तस्तै त्यही रेजुलेसनमा तपाईले इम्पोर्ट गर्नु चाहनुहुन्छ भने डोन्ट चेन्जमा क्लिक गर्नुहोस्। म चेन्ज गरेर यहाँनिर ल्याउने भए। त्यसपछि यो माथि इन्सर्ट गरिएको अथवा इनपुट गरिएको भिडियोलाई टाइमलाइनमा ल्याउनको लागि यहाँबाट यसरी हामीले इनपुट गर्न सकिन्छ। अब त्यसपछि यहाँबाट हामीले कहाँनिर कलर ग्रेडिङ कति गर्ने यहाँनिर यसरी राख्ने। त्यसपछि हामी ब्लेडमा क्लिक गर्ने, त्यसपछि यहाँबाट कति भागलाई कलर ग्रेडिङ गर्ने यहाँ यसरी हामीले छुट्याउन सकिन्छ। त्यसपछि हामीले यहाँनिर बाँकी भिडियो डिलिट गर्नु पर्यो। यहाँनिर हामीले सिलेक्सन टुलमा क्लिक गर्ने, त्यसपछि हामीले डिलिट गर्नुपर्ने भिडियोमा क्लिक गरेर किबोर्डबाट डिलिट की थिच्नुहोस्। यसरी हामीले डिलिट गर्न सकिन्छ। अब हामीले कलर ग्रेडिङ गर्नुको लागि सबभन्दा पहिला अब हामी कलरमा क्लिक गर्नुपर्ने हुन्छ। कलरमा क्लिक गरिसकेपछि यहाँनिर यसरी कलर ग्रेडिङको अप्सनहरु देखाएको हुन्छ। तीमध्ये अब सबैभन्दा सुरुमा हाम्रो कलर ग्रेडिङ यहाँनिर कलर व्हील्समा जानुपर्ने हुन्छ। कलर व्हील्समा गइसकेपछि यहाँनिर धेरै भन्दा धेरै अहिलेसम्म जति पनि बनिएका फिल्महरु हुन्छन् अथवा धेरै अधिकांश कलर ग्रेडिङ दाभिन्सीबाट गरिएको पाइन्छ। हामीले यो डट्सलाई यहाँबाट क्लोज गर्नुहोस् र ट्याबमा क्लिक गरेर जुन हाम्रो यो भिडियो छ यो भिडियोलाई जुम गर्नु पर्यो भने हामीले माउसमा रहेको स्क्रोललाई यसरी घुमाउनु पर्ने हुन्छ। अब तपाईले यहाँबाट हिस्टोग्राममा क्लिक गरेर डाउन एरोमा क्लिक गरेर यहाँबाट तपाईले आफैले वेब फर्ममा क्लिक गर्नु पनि सक्नुहुन्छ र तपाईको आवश्यकता अनुसार यहाँबाट तपाईले कस्तो खालको तपाईले कलरको ग्राफ चाहिन्छ त्यो कलर ग्राफलाई तपाईले यहाँदेखि छान्न सक्नुहुन्छ। यसरी हाम्रो यहाँ कलर ग्राफ देखाएको हुन्छ। तपाईले यहाँ जुन हामीले कलरलाई कसरी हामीले चलाइन्छ त्यो कलरको ग्राफलाई यहाँ देखाएको हुन्छ। हामीले रेड चलायो भने यहाँ रेडमा देखाएको हुन्छ, ग्रीन हो भने यहाँ र ब्लू हो भने यहाँ तीनवटा अप्सन यहाँ देखाएको हुन्छ। हाम्रो रेड, ग्रीन र ब्लू यो तीनैवटा अप्सनलाई हामीले चलाइयो भने यहाँ आवश्यकता अनुसार हामीले चलाउन सकिन्छ। जस्तै तपाईले यो कलरलाई यहाँ यो जुन बटम छ यो बटमलाई यसरी अलिकति सार्यो भने माथि फोटोमा ग्रीन हाई भएको छ र अरु लो भएर गएको छ। यहाँ यसरी जस्तै तपाईले यहाँ व्हाइट अलिकति बढाउनु पर्ने तपाईले व्हाइट यहाँ देखि माथि फोटोमा हेर्नुस् यसरी सबै चलिरहेको हुन्छ। रेडलाई अलिकति प्राथमिकता दिनुहुन्छ भने डाउन गर्नु भने रेड डाउन गयो र हाई गर्नु भने माथि हेड गयो, अरु डाउन हुँदैछ रेड। तपाईले यहाँ तल अर्को कलरको अप्सन पनि दिएको हुन्छ। यहाँ देखि यो कलर देखि तपाईले यहाँ देखि नै मिलाउन सक्नुहुन्छ। त्यसै यहाँ गामा भन्ने छ, अर्को गामाको पनि त्यसरी नै तपाईले अलिकति रेड बनाउने हो कि व्हाइट बनाउने हो कि ग्रीन बनाउने हो कि यहाँबाट सबै अप्सन दिएको हुन्छ। त्यसपछि यहाँ तल व्हील दिएको छ, यो व्हील पनि तपाईले यसरी चलाउन सक्नुहुन्छ आवश्यकता अनुसार। यसरी अलिकति भिडियोलाई कस्तो प्रकारको आवश्यकता अनुसार। त्यसपछि यहाँ तल पनि दिएको हुन्छ हाम्रो स्याडो अलिक डार्क बनाउने हो कि तपाईको आवश्यकता अनुसार यहाँ दिएको हुन्छ र यता अर्को स्याडो यहाँदेखि कतिमा स्याडो बनाउने, त्यसपछि तपाईले यहाँ गएर कतिको हाइलाइट बनाउने। यसरी गेनमा गएर तपाईको यहाँ स्याचुरेसन यहाँ तल दिएको छ। स्याचुरेसनलाई हामीले 0 बनाउने बित्तिकै जुनसुकै फोटो पनि ब्ल्याक एन्ड व्हाइट अथवा ग्रे स्केल हुन्छ। यसरी हामीले
स्याचुरेसन पनि चलाउन सकिन्छ। अब यो हामीले अगाडि यहाँनिर कलर ग्रेडिङ जति पनि यहाँनिर बनाइएको हुन्छ यी कलर ग्रेडिङहरू यसरी हामीले चलाइएको हुन्छ, हामीलाई थाहा नभएर यसरी बिग्रेको हुन्छ। यी बिग्रेको सबै कलर ग्रेडिङहरूलाई हामीले रिसेट गर्नु पर्यो भने यहाँनिर दिएको हुन्छ, हामीले यहाँनिर रिसेटमा क्लिक गर्नुहोस्, रिसेट अल हुन्छ। त्यसरी नै तपाईँको अर्को अप्सन दिएको छ हाम्रो यहाँ कलर व्हील्स भयो। त्यसपछि हाम्रो कलर बारमा गयो भने यहाँदेखि पनि अगाडिको जस्तै यहाँदेखि बार यसरी हामीले चलाउन सकिन्छ। यसरी आवश्यकता अनुसार कस्तो प्रकारको बनाउने यहाँ कलर बारमा गएर पनि तपाईँले आफ्नो कलरहरूलाई अथवा आफूले बनाएको भिडियो तपाईँले तयार गर्न आँट्नु भएको भिडियोलाई विभिन्न तरिकाको तपाईँको आफ्नो स्टेपमा यहाँ अत्यन्तै बढी दिएको हुन्छ। तपाईँले यहाँनिर यसरी हामीले कलर बारमा गएर पनि गर्न सकिन्छ। यसलाई पनि फेरि यसरी चलाउन सकिन्छ तपाईँले आवश्यकता अनुसार। अनि त्यसलाई पनि तपाईँले रिसेट गरेर फेरि तपाईँले अर्को छ यहाँनिर लक व्हील्समा यहाँ पनि जान सक्नुहुन्छ। यहाँ लक व्हील्समा नि यसरी दिएको हुन्छ। अधिकांश यहाँनिर कलर ग्रेडिङको यति धेरै अप्सन दिएको हुन्छ भने तपाईँलाई यहाँनिर यसरी हामीले कलर यहाँदेखि अब यो कलर हाम्रो व्हील्सलाई हटाएर यो बाहेक अर्को पनि दिएको हुन्छ। रिसेटमा क्लिक गर्ने, त्यसपछि हामीले यहाँनिर माथि गएर एचडीआर ग्रेडिङ भन्ने छ। यहाँ एचडीआर ग्रेडिङदेखि पनि हामीले कतिको डार्क बनाउने, यहाँ डार्क, स्याडो, लाइट र ग्लोबल दिएको छ। यहाँदेखि तपाईँले फेरि त्यहाँदेखि अझै म्याच गराउन सक्नु भएन, यहाँदेखि अझै थप तपाईँले यहाँदेखि पनि यी सबै अप्सनहरू टेम्परेचरको आधारमा तपाईँले गर्न सक्नु पर्यो। तपाईँले टिनको आधारमा गर्न सक्नुहुन्छ, युको आधारमा कतिकोमा तपाईँले गर्न सक्नुहुन्छ। यहाँनिर कन्टेन्टको आधारमा तपाईँको प्रोभाइड अथवा प्राइभेटको आधारमा तपाईँले एमडीको आधारमा गर्न सक्नुहुन्छ। यहाँ कलरको ग्रेडिङ यसरी तपाईँले आवश्यकता अनुसार यी सबै अप्सनहरू तपाईँले चलाउन सक्नुहुन्छ र तपाईँले मन परेको कुनै पनि कलर यसरी क्रिएट गर्न सक्नुहुन्छ। हामीले दाभिन्सी रिजल्भमा सबैभन्दा धेरै कलर ग्रेडिङ गर्न सकिन्छ। अब यसलाई रिसेट गर्नुपर्ने, यहाँनिर रिसेट अलमा क्लिक गर्नुहोस्। त्यसपछि फेरि यहाँ अर्को अप्सन दिएको हुन्छ, यहाँदेखि पनि तपाईँले आफ्नो आवश्यकता अनुसार चेन्ज गर्न सक्नुहुन्छ। यी माथि कलरको यसरी चेन्ज गर्न सक्नुहुन्छ। यसलाई पनि रिसेट गर्नुहुन्छ भने यहाँ रिसेटमा क्लिक गर्नुहोस्, रिसेट भइदिन्छ। त्यसपछि अर्को छ हाम्रो अझै अर्को कलर दिएको हुन्छ। यहाँबाट पनि तपाईँले यहाँ कलर आरजीबी मिक्सरमा गएर तपाईँले आरजीबीलाई यसरी मिक्स गर्न सक्नुहुन्छ कतिको आवश्यकता अनुसार। यसरी हामीले विभिन्न डिजाइन, विभिन्न स्टाइलका यसरी हामीले विभिन्न फोटोहरू यसरी बनाउन सकिन्छ। त्यसपछि फेरि तपाईँले यहाँ अर्को पनि दिएको हुन्छ, यहाँदेखि पनि तपाईँले कलरहरू यसरी मिलाउन सक्नुहुन्छ। यसलाई रिसेट गर्नु पनि सक्नुहुन्छ। अब त्यसपछि यहाँनिर फेरि अर्को कलर ग्रेडिङ दिएको हुन्छ। यहाँ भएको सबै कलरहरू तपाईँले यहाँ फेरि अर्को अप्सन दिएको हुन्छ। त्यसपछि फेरि अर्को पनि यहाँ दिएको हुन्छ, त्यहाँदेखि फेरि अर्को नि यहाँ दिएको हुन्छ। कतिको तपाईँ यति धेरै कलर ग्रेडिङ दिएको हुन्छ कि अरू सफ्टवेयरमा भन्दा अत्यन्तै बढी दाभिन्सी रिजल्भमा यति धेरै दिएको हुन्छ। यसरी तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। त्यसपछि फेरि यहाँनिर अर्को कलर ग्रेडिङ दिएको हुन्छ। यहाँनिरदेखि हामीले तपाईँले आवश्यकता अनुसार जति पनि यहाँबाट हामीले कलर ग्रेडिङ गर्न सकिन्छ। त्यसपछि फेरि यहाँनिर अर्को पनि कलर ग्रेडिङ दिएको हुन्छ। तपाईँले यहाँदेखि पनि कलर ग्रेडिङ चलाउन सक्नुहुन्छ। कस्तो प्रकारको हुन्छ यहाँनिर दिएको हुन्छ। तपाईँले आफ्नो आवश्यकता अनुसार कलर ग्रेडिङ गर्न सकिन्छ। त्यसपछि फेरि अर्को नि कलर ग्रेडिङ यहाँ दिएको छ। यहाँनिर गएर तपाईँले कस्तो खालको यहाँनिरदेखि तपाईँले चुज गर्नुहुन्छ। यहाँनिर चुज गरेर त्यही आधारलाई यसरी हामीले यहाँनिर लम्ब्याउन बढाउन सकिन्छ। त्यस आधारमा यहाँनिरदेखि पनि तपाईँले कतिको कलरलाई कसरी म्याच गराउने सबै दिएको हुन्छ। पुरै कलर ग्रेडिङ दिएको हुन्छ। त्यही भएर तपाईँले अहिलेसम्मको सबैभन्दा बढी सफ्टवेयरमा सबैभन्दा धेरै कलर ग्रेडिङ भएको सफ्टवेयर नै तपाईँको दाभिन्सी रिजल्भ हो। आवश्यकता अनुसार विभिन्न प्रकारको कलर ग्रेडिङहरू यहाँबाट हामीले गर्न सकिन्छ दाभिन्सी रिजल्भबाट।